साथीहरु, तपाईलाई थाहा छ फेसबुक लगइन ह्याक नयाँ तरिका। यस्तो गल्ती गर्नुभयो भने तपाईले चलाइरहनु भएको एकाउन्ट तुरुन्त ह्याक हुन सक्छ। नमस्कार साथीहरु, आज म तपाईलाई फेसबुक लगइन ह्याकको नयाँ तरिका बारे बताउन जाँदैछु, जुन अहिले नेपालमा धेरैलाई थाहा नभएर आफ्नो एकाउन्ट ह्याक भइरहेको छ र तपाईहरुको एकाउन्ट ह्याक भइरहेको छ। भिडियोलाई पुरा हेर्नु होला, स्किप नगर्नु होला। म लास्टमा किन ह्याक हुन्छ भनेर 5 वटा टिप्स पनि भन्नेछु। साथीहरु, हो ह्याक कसरी हुन्छ ध्यान दिनुस् भिडियोलाई। अहिले ह्याकरहरूले फेक फेसबुक लगइन पेज प्रयोग गरिरहेका छन्। तपाईलाई मेसेन्जर, व्हाट्सएप, इमेल, एसएमएस मा तपाईको एकाउन्ट उल्लङ्घन भएको छ भनेर लिंक आउँछ, जहाँ तपाईले त्यो लिंकमा क्लिक गर्नुहुन्छ। क्लिक गरिसकेपछि फेसबुक जस्तै देखिने पेज खुल्छ। ध्यान दिनुस्, पेज खुल्छ जुन लिंकमा क्लिक गरिसकेपछि तपाईले त्यहाँ हत्तनपत्त इमेल, फेसबुकको इमेल आइडी, पासवर्ड हाल्नुहुन्छ। तर त्यो फेसबुक होइन, ह्याकरको सर्भिस हो। 2 मिनेटमै तपाईको एकाउन्ट कन्ट्रोल बाहिर जान्छ र ह्याक हुन्छ। ध्यान दिनुस्, ह्याक हुन्छ। धेरैले यस्तो मेसेज पाएका छन्, योर फेसबुक एकाउन्ट विल बी डिसेबल्ड, भेरिफाइड नाउ। हो, यस्तो मेसेज आउँछ, तपाईहरुलाई आएको छ पनि होला। तपाईले डर लागेर लगइन गर्दा फेसबुकको पासवर्ड चेन्ज हुन्छ, रिकभरीमा राख्नु भएको इमेल वा आफ्नो फोन नम्बर हटाइदिन्छ, अनि ह्याकरले आफ्नो क्रिप्टो स्क्याम पोस्ट गर्न थाल्छ। हो साथीहरु, ध्यान दिनुस् मैले भनेको कुराहरु। तपाईलाई जब लिंकहरु आउँछ त्यस्तोमा तपाईहरुले क्लिक गर्न हुँदैन है। ध्यान दिनुस्, एसएमएस हरुमा क्लिक पठाउन सक्छ लिंक जेनेरेट गरेर, त्यहीबाट नै तपाईको ह्याक हुन्छ फेसबुक एकाउन्ट। अब लागौं ह्याक हुने मुख्य कारणहरु 5 वटा बताउने छु। के छ त? अघि नै भनेको थिए ह्याक हुने मुख्य कारण भन्छु भनेर। सो अब लागौं ह्याक हुने मुख्य कारणहरु र तपाईहरुको गल्ती नै हुन सक्छ र के कारणले हुन्छ। हो साथीहरु, फेसबुक ह्याक हुने मुख्य कारणहरु, पहिलो नम्बरमा अनकाउन्ट लिंकमा क्लिक गर्नु। अघि नै भनिसके जस्तो फेसबुक, मेसेन्जर, व्हाट्सएपमा, एसएमएसमा लिंक पठाउँछ, त्यो लिंकमा तपाईहरुले नबुझिकन क्लिक गर्नु हुँदैन र त्यहाँ क्लिक गरेपछि अघि नै भनिसके तपाईलाई फेसबुक जस्तै देखिने पेजमा पुर्याउँछ। पेजमा पुर्याइसके तपाईले पासवर्डहरु हाल्न थाल्नुहुन्छ अनि त्यसैगरी नै ह्याक हुन्छ। ह्याक हुने मुख्य कारण 2, सेम पासवर्ड सबैमा युज गर्नुहुन्छ। जस्तै फेसबुकमा नि त्यही पासवर्ड, इन्स्टामा नि त्यही पासवर्ड, गुगल एकाउन्टमा नि त्यही पासवर्ड। यस्तो प्रयोग गर्नुभयो भने तपाईको फेसबुक ह्याक हुने सम्भावना धेरै हुन्छ है। ध्यान दिनुस्। अर्को रहेको छ फेसबुक ह्याक हुने कारण 3, 2 फ्याक्टर अथेन्टिकेसन अन नगर्नु। तपाईले ध्यान दिनु होला, फेसबुकमा 2 फ्याक्टर अथेन्टिकेसन जहिले नि तपाईले अन राख्नु पर्ने हुन्छ। तपाईले नराख्दाखेरि फेसबुक ह्याक हुने सम्भावना धेरै हुन्छ। अर्को रहेछ फेसबुक ह्याक हुने तरिका मुख्य कारण 4, पब्लिकमा गएर पब्लिकको वाइफाई युज गर्नु वा फेसबुक लगइन गर्नु। हो साथीहरु, तपाईले पब्लिकको वाइफाईमा गएर फेसबुक लगइन नगर्नु होला। त्यसो गर्दाखेरि तपाईको फेसबुक ह्याक हुने सम्भावना धेरै हुन्छ। अर्को रहेको छ हाम्रो एउटा बानी कस्तो नराम्रो छ कि
कसैले यस एपबाट अर्निङ हुन्छ भनेर पैसा अर्निङ भएको देखाउँछ भने त्यो एप इन्स्टल गर्छौँ, जुन फेक पनि हुन सक्छ। ध्यान दिनुहोस्, मैले नराम्रो भन्न खोजेको होइन। त्यो फेक एप युज गर्नुहुन्छ, इन्स्टल गर्नुहुन्छ भने त्यहाँबाट पनि तपाईँको फेसबुक ह्याक हुने प्रबल सम्भावना वा धेरै सम्भावना हुन्छ। त्यसैले तपाईँले मुख्य कुरो के छ भने ह्याक हुन नदिन यी 5वटा स्टेप फलो गर्नुहोला। तपाईँको फेसबुक एकाउन्ट सेफ हुनेछ। यदि यो भिडियो तपाईँलाई जानकारीमूलक र राम्रो लाग्यो भने लाइक गरिदिनु होला, भिडियोलाई सब्स्क्राइब गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सक्दो साथीहरू माझमा यो भिडियो सेयर गरिदिनु होला, ताकि तपाईँको फेसबुक एकाउन्ट ह्याक हुनबाट उहाँहरू पनि बच्न सकुन्। अर्को भिडियोमा यस्तै ह्याक हुन नदिन के तरिका अपनाउन सकिन्छ भनेर भिडियो ल्याउने बाचा गर्दै आजको यस भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। हस्त नमस्ते।